मान घिसिङसँग छलफल गर्ने भन्दै उज्यालो नेपाल पार्टीको प्रचार। उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङका अनुसार दल निर्माणका लागि देश-विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ। यसै क्रममा मन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्न लागिएको हो। निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकिएको छ। उज्यालो नेपाल पार्टी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग छलफल गर्न लागेको जनाइएको छ। उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ आफूहरू पार्टी विस्तारको क्रममा रहेकाले मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्न लागिएको बताएछन्। कसरी कुन तरिकाले जाने, कसरी नयाँ सदस्यलाई समेट्ने भनेर छलफल चलिरहेको छ। अध्यक्ष तामाङले भने यही क्रममा मन्त्री कुलमान घिसिङ लगायतकासँग छलफल गर्ने तय भएको छ। शनिबार साँझ 7 बजेदेखि 9 बजेसम्म भर्चुअल रूपमा छलफल गर्ने तय भएको उनले जानकारी दिए। त्यसमा उनेपाका पदाधिकारी र कुलमान सहित कुलमानका तर्फबाट अन्य केही सदस्यहरू र विज्ञहरू सहभागी रहने अध्यक्ष तामाङले जानकारी दिए। उनका अनुसार दल निर्माणका लागि देश तथा विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ। यसै क्रममा कुलमान घिसिङको समेत उपस्थिति जुम मिटिङ गर्न लागिएको हो। जुम मिटिङमा पार्टीको घोषणापत्रको मस्यौदाका सम्बन्धमा समेत छलफल हुने अध्यक्ष तामाङले बताए।